राम्रो छ सो गाइस हामीहरू यहाँ घुम्दैछ हैन कहाँ छ बडी छ बढेन कराउँदैछ खोइ छ होला नि करा त छैन मान्छे पोस्छ भनेर छोडी बस्छ राता न दिन पत्ता लगाएर ट्राई गर्नु नि हरियो पत्तामा छैन कताबाट जाने यताबाट कि यताबाट यसो गुलियो होला नि मौसमी यो कोही त खलो खलो रहेछ खानु पनि हो त्यो काम गर्ने अहिले सो गाइस कति राम्रो बगान हैन चियापत्ती बगान छ यहाँ मौसमी बगान लगाएर छ हैन धेरै धेरै ठुल्ठुलो बगान छ र यहाँ एकजना मात्रै मालिक होइन अरे तीनजना पार्टनरसिपमा खोलेर छ बगान लगाउनु भएको छ हैन राम्रो लाग्यो मौसमी बगान पनि दामी छ यहाँ हेर्नुहोस् मौसमी बगान यहाँ लट्ट फलेको छ हैन मौसमी राम्रो लाग्यो मौसमी बगानहरू हैन दामी छ यति पनि गरेन भने त अनि पैसा उनीहरूको लस हुन्छ नि त्यो बिहारी बेचेर चाहिँ अर्कोलाई बेचेर ऊ फेरि उतै कालेपुरै गयो यति गरेर चाहिँ उनीहरूको पैसा मरेन नि त हैन उठाउनु पायो उनीहरूको कति अब ए यहाँ रहेछ नि बाटो नि यता पस्नु पाउँदैन अरू कामवाला चाहिँ जान्छ कि हामी जानु पाउँदैन काम गर्नेहरू हामीलाई पस्नु दिँदैन र लाइट लगाएर रहेछ नि त यहाँ चाहिँ गेट दिँदैन त्यहाँ करसान यहाँ के रहेछ जाउँ बढी उताबाट घुमौँ उताबाट घुमेर खिच त देखेर सो गइस हैन हामीहरू यो के अरे बेङ्गल वेस्ट बेङ्गलमा छु र के अरे यो नदीको नाम चाहिँ डुम्री खोला भन्छ रहेछ हैन डुम्री खोला ठुलो रहेछ यो के भन्छ भनेदेखि यो खोला चाहिँ हत्तै बढ्छ हत्तै यो सुक्छ क्या यो पानी मान्छे पनि कोही बेला थुप्रोजनामा यो लान्छ बगाएर होइन यो बाना पानी भएर र हेर्नुहोस् यहाँ सबै बान लाँदै गएर मौसमी बगान पनि यहाँ छ छेउछेउमै मलाई जे होस् राम्रो लाग्यो जग्गाहरू चाहिँ बेङ्गल वेस्ट बेङ्गलमा र घरहरू पनि छेउछेउमा रहेछ फारस पनि छेउमै छ राम्रो लाग्यो डुम्री खोल्सी खोला जग्गा यो खोलाको नाम चाहिँ डुम्री खोल्सी अरे राम्रो छ सो ब्युटिफुल वेस्ट बेङ्गल राम्रो लाग्यो एकदमै गाई गोरुहरू चर्ने जग्गा पनि राम्रो छ टापुतिर टापुमा
र यस्तो फारस भित्रभित्र पनि यहाँ त घरहरू बनाएर बसेको छ होइन। हाम्रो आसाममा चाहिँ के भन्छ भनेदेखि फरेस्टकै हुन्छ माटो। यहाँ हेर्नुहोस् वेस्ट बेङ्गलको मान्छेहरूलाई कसरी बसेको छ। यो भने हाम्रो आसामको सरकारले त उनीकै बनाउँछ, आसाम सरकारले। हेर्नुहोस् वेस्ट बेङ्गलको सरकारहरूले कसरी बस्नु दिएछ फरेस्ट भित्रभित्र। यति भित्र बस्नेहरूलाई त के गर्दै गर्थ्यो नि हाम्रो आसामको सरकारले। फरेस्टहरू पठाएर घर डढाएर घर जलाएर होइन। यहाँ चाहिँ राम्रो लाग्यो, घरहरू हुन्छ। यो टापु, यो घर, यही फारस अरे जङ्गल अरे यही होइन वेस्ट बेङ्गलको। गाईहरू चरिरहेछन्। ऊ भाइ चाहिँ हाम्रो सुपर हिट भाइ हो, एकदम राम्रो काम गर्छ होइन। ल ल भाइको नाम के अरे भाइ? उदित। उजित हो? उजित के हो छेत्री टाइटल? अनि यहाँ त के भनेर बोलाउँछ त? के पो थियो? लन्डे। लन्डे कि लन्डे? लन्डे हो? लन्डे पनि भन्छ? तिमी स्कुल पढ्छ कि पढ्दैन भाइ? किन? अनि दाजुभाइ कति छ भाइहरूको? थुप्रो छ। दिदी? दिदी छ एउटा हात्तीपत्तामा। हात्तीपत्तामा? हो त्यहाँ खोला पारी। खोला पारमा। यो भन्छ डुम्री खोल्सी खोला है भाइ? के खोला भन्छ यो? डुम्री? डुम्री हो। यो के अरे हात्तीहरू पनि जान्छ त्यो बाटो। कुन चाहिँ बाटो? त्यो बाटो के लाग्यो? काम नगर्नेहरूलाई मात्रै यो लाउने हो क्या, टाउनमा बस्दाखेरि लाउने हो। के को दाग? ए चियाको दाग। यो चाहिँ हाम्रो भाइ हो होइन, एकदम काम गर्न आउँछ बिहानै मर्निङमा होइन, झुरुक्क उठ्ने साथै यहाँ ठुलो मर्निङ गरेर। यो भाइको अनुहार हेरेर पनि होला लट्रिन फसेको हाम्रो त नि भाइ। तिमी मर्निङमा आउँछौ, त्यो कारणले हाम्रो लट्री पनि फस्दैन। कति राम्रो पाएको थियो नि। त्यसलाई उचालेर पछादेऊ न गएर ल। अहिले गएर लात्तीले हान्नु ल। उठ बज्यो टाइम भएन भन्नु ल। अनि कस्तो बनाएको छ भन त? मजा लाग्यो? राम्रो छ नि जग्गा घुम्नु? कस्तो छ? स्विच गेटहरू छ? स्विच गेट छैन? नाउ छ नि? नौकाहरू पुल छ नि? अनि ठुलो के नाम भन्छ भन न? बिर्स्यो? कसरी बिर्सिन्छ? किन लाइटर भएको? बेडी तान्छ क्या? बेडी चुस्छ? सालपाताको बेरेर बेडी तान्छ क्या? म त बेडी ताने भन्दा